मैले जिन्दगीमा सोचेको थिएन सर्पको भिडियो बनाउँदा मेरो साथ यस्तो होला भनेर। लाम्मिला गाउँ धेरै सुन्दर रहेछ। अस्तिको भ्लगमा लाम्मिला गाउँको भिडियो छुट्यो। मेरो धेरै अडियन्सको गुनासो थियो, आज फाइनली पूरा गर्न पाइयो। अलराइट गाइस, वेलकम टु माई मिनी भ्लग। आजको भिडियो सुरुवात चाहिँ सोलेडाँडादेखि। बुर्तिबाङमा आउँदा यो खोला यति ठुलो छ भनी र त्यसको मोहन चाहिँ एकदमै सानो रहेछ र यता लामिलामा चाहिँ प्राचीन श्री बाबा विश्वकर्मा मन्दिर पनि रहेछ र मन्दिरको छेउमै निकै राम्रो बस्ती पनि थियो। एन्ड यो मन्दिरलाई दर्शन अर्थात बाई बाई गरेर अब चाहिँ हामी लाग्यौं लामिला गाउँको मिठो भ्यूहरू हेर्दै। मेरो अडियन्सहरूले लामिला गाउँको भिडियो आएन भने गुनासो गर्नु सत्य नै रहेछ। यति राम्रो गाउँको भिडियो छुटाउनु भनेको मिस्टेक नै हो। एन्ड यस पछाडि चाहिँ हामी तमान गाउँ आइपुगेका छौँ। एन्ड यो ठाउँमा आएर खोलाको किनारा बसेर मिठो खोलाहरूको भ्यू हेर्दै च्याउचो खानेको चाहिँ छुट्टै मजा छ अरे भन्ने सुनेको थिएँ। एन्ड च्याउचो खाएर हामी चाहिँ तमानदेखि उँधो लाग्यो र जाँदा जाँदै बाटोमा चाहिँ एकदमै ठुलो सर्प आइरहेको थियो। सर्प चाहिँ हेर्दै डर लाग्दो र चिल्लो पनि थियो। निकै लामो बाटो भएर आइरहेछ, केही समयसम्म पानी पिउँदै रह्यो यहाँ चाहिँ। एन्ड त्यस पछाडि चाहिँ सर्प चाहिँ लाग्यो उकालो आफ्नो गन्तव्यतर्फ र हामी पनि लाग्यो आफ्नो गन्तव्यतर्फ। गर्मी निकै भएको थियो। यो तवान खोलामा पौडी खेल्नेको छुट्टै आनन्द छ, किनभने यहाँ सफा र मूलको पानी आउँछ। इन्जोय चाहिँ निकै गरियो खोलामा। यो खोलाको पानी यति सफा छ, जति इन्जोय गरौ उति रमाइलो। तर धेरै रमाउन पनि ठिक हुँदैन रहेछ। पौडी खेल्दा खेल्दा यति धारिलो ढुङ्गा रहेछ, ढुङ्गामा हात परेर चाहिँ खुनै खुन भयो। यसको लङ भिडियो युट्युबमा आइसकेको छ। थ्याङ्क यू सो फर वाचिङ। ओके बाई।